हेलो एभ्रिवान, स्वागत छ तपाईँलाई धेरै दिनको बादमा सानो मिनी ब्लग बनाउँदैछु। यो आज कहाँ आएको छु नि, यो पछाडि देख्नु भएको चाहिँ मङ्गरजुन हो। जस चाहिँ त्यो मैले पहिला एउटा भिडियो बनाएको थिएँ त्यहाँ भर्खर स्टार्टिङ मात्रै थियो, अहिले आधी बनाइसकेको छ। यतिको स्ट्याचु देख्नुहुँदैछ। सो म तपाईँलाई आजको यो सानो भिडियो क्लिपलाई म देखाउँदैछु, तपाईँले हेरिदिनुहोस् है। ओके, आज भने यहाँ बहिनीलाई घुमाउनु ल्याएको थिएँ। बहिनी आएको छैन नि, म चाहिँ धेरैचोटि भयो आएको। अनि यो दृश्य तपाईँलाई देखाउने छु। यो चाहिँ स्ट्याचुहरू बनाउँदै रहेछ, के कुन चाहिँ के को याद भएन। यो चाहिँ मङ्गर प्यालेस है, राजाको प्यालेस बनाएको। धेरै यस्तो ठाउँ मजाले बनाउँदै रहेछ। सायद त्यो स्ट्याचुको हातहरू हाल्दै रहेछ, देख्नुहुँदैछ। पस्ने जग्गा रहेछ यहाँदेखि। मजाको बनाउँदै रहेछ। ओइ दामी मन पर्यो यो ढुङ्गाको डिजाइन हो, कस्तो मजा हाल्छ है। यो चाहिँ के होला बनाउँदै रहेको। यस्तो दामी बनाएको छ यो जग्गा चाहिँ, बनिँदैछ यो भित्र सबै। के भन्नु छ तेरो? आइज बहिनी घुम। यहाँ माथिको चाहिँ सोरेङ हो, त्यो ढुङ्गा देख्दैछ नि बहिनी, त्यो चाहिँ सोरेङ हो। त्यहाँबाट रोड छ उकालो हो। यही हो मङ्गरजुन भने बनाएको जग्गा, बनाउँदैछ नि। हुन्छ, यति नै देखाउँछु आज है, त्यस्तो बेसी छैन यहाँ। अहिले हामी यो मङ्गरजुन घुमिसक्यौँ है, कति त छैन, भर्खर बनाउँदैछ। अब हामी फेरि पर जानेछौँ, श्रीजङ्गा सुब्बाको, यहाँ मङ्गलको भयो। अब हामी सुब्बाकोपट्टि जानेछौँ, किनकि यहाँ बनाउँदैछ। ओके, तपाईँले हेर्दै गर्नुहोस्, म परको पनि देखाउने छु। बनाउँदैछ, तपाईँले हेर्नुहोस् है। अब यो कहिले कम्प्लिट हुन्छ, कम्प्लिट भएपछि सायद मजाकै हुन्छ, किनकि तपाईँ परमा पनि मजाले बनाएको थियो। ओके, यहाँदेखि म्याप चाहिँ यही अब बनिँदै गरेको। यो स्ट्याचु तपाईँले देख्नु भयो, आधी हालिसकेको छ स्ट्याचु। यही हो, यस्तै प्रकारले बनाउने छ। ओके, हामी यहाँदेखि फर्किँदैछौँ। अब हामी पर श्रीजङ्गा थर्पु जानेछौँ, किनकि यहाँ बनाउँदै छ। त्यस्तो राम्रो नजारा है। यो बनिँदै रहेको तस्बिर। श्रीजङ्गा थर्पु। ओके, हामी यहाँ हेर्नेछौँ सानो। भन्नु यही हो तिमीको सुब्बाको श्रीजङ्गा। यो चाहिँ श्रीजङ्गा हो, तपाईँले देख्नु भएको। यहाँदेखि चाहिँ तल जान्छ किङ्स ल्यान्ड के भन्ने जग्गा छ कि यहाँ तल।
अहिले भने हामी श्रीजङ्गै घुम्दैछौँ यहाँ माथि देख्दैको यस्तै छ नजाराहरू बहिनी फोटो खिचेर आउँदैछ ल अब हामी चाहिँ यहाँदेखि फर्किनु है फेरि आउँदाखेरि तपाईँहरूलाई देखाउनेछौँ ओके हामी पर घुमिसकेर अब अहिले लास्ट फाइनल गाडदाने भ्यू मङ्गोजुङको तल्लोपट्टि यसलाई पनि हेर्नु मन परिहाल्यो आएको बेलामा म तपाईँहरूलाई देखाउनेछु यो पनि हेर्नुहोस् ओके यो भिड चाहिँ पहिला गाडदाने भिड भन्छ पहिला राजाको पालामा के केहरू गाडेको भन्छ यहाँ टुप्पामा यो रड थियो पहिला पनि आएर हेरेँ देखिनँ फर्स्ट टाइम चाहिँ देख्दै थिएँ यो नजारा यस्तो छ यहाँ तल नयाँ रोड गएछ त ऊ त्यो पारीको चाहिँ वेस्ट बेङ्गल हो रोड जस्तै गाडी थियो एउटा पहिल्यै गाडीको भन्थेँ त देखिनँ एकताल चाहिँ देखेको थिएँ मैले अहिले सकेन टिमाउनु ओके हामीले रड पनि भेट्यौँ यहाँ गाडेको रड हो कि के हो यो कालो यहाँ छ यो देख्नु भएको सिधै हेऱ्यो भने यहाँ छ रड आजको ब्लगलाई हामी यतिमै राख्नेछौँ गाडदाने भिड लास्ट फिनिसिङ भयो हेर्दै गर्नुहोस् म अर्को नेक्स्ट लाइभ बनाउँदैछु ओके बाई बाई भेटौँ सी यु सुन